हिजो म एउटा घरमा पुगेको थिएँ। त्यहाँ एउटा पिताले आफ्नो सन्तानलाई हरामी भनेर गाली गरेको सुने। त्यो सुनेपछि मलाई विचार आयो, हरामी शब्दको अर्थ के होला, यसको स्रोत के हो, यसको मूल के हो, म गएर विचार गर्ने इच्छा लाग्यो। खोज्दै जाँदाखेरि थाहा भयो हरामी शब्द हरामसँग जोडिएको रहेछ र यो अरबी भाषाबाट हामी कहाँ आइपुगेको रहेछ अनेक खोजहरू पार गर्दै। र हराम शब्दको बारेमा बुझ्नका लागि इस्लाम धर्मशास्त्र कुरानमा पुग्नु पर्दो रहेछ। त्यहाँ एउटा हलाल भन्ने चिज रहेछ, अर्को हराम भन्ने चिज रहेछ। हलाल भनेको वैध पवित्र र हराम भनेको चाहिँ अवैध। जस्तो हरामको खानु भनेको पाप गरेर बेइमानी गरेर ल्याएको खानुलाई हरामको खानु। त्यसैले अपवित्र भन्ने अर्थमा अथवा अवैध भन्ने अर्थमा हराम भन्ने शब्दलाई प्रयोग गरेको देखिँदो रहेछ र जो हरामसँग सम्बन्ध राख्छ त्यसलाई हरामी भनिँदो रहेछ। यसरी हरामी शब्दको अर्थ के भयो, एक प्रकारले बुझ्दाखेरि अवैध, चाहे त्यो जन्मको सिलसिलामा होस् अथवा पापले युक्त भएको अथवा बेइमानीले युक्त भएको आदि आदि अर्थलाई त्यसले बुझाउँदो रहेछ। अब तपाईले आफ्नो छोराछोरीलाई हरामी भनेर गाली गर्नुहुन्छ भने कमेन्टमा लेख्नु होला, यथा कसैले गरेको सुन्नुहुन्छ भने लेख्नु होला। मैले चाहिँ हिजो सुने र हरामी शब्दको बारेमा, हरामका बारेमा खोदल्ने इच्छा लाग्यो। हराम हामी कहाँ चाहिँ हराम हलाल भन्ने अवधारणा चाहिँ छैन, तर पुण्य र पापको अवधारणा छ, वैध र अवैधको विचार छ। त्यस्तै त्यहाँको अवधारणा रहेछ भन्ने मलाई आज जानकारी भयो। नमस्कार, धन्यवाद।